पुसको महिना लागेर होला साथीहरू, एकदम चिसो बढेको छ। यतातिर घरमै चाउमिन बनाएर खाऊँ भन्ने सोचेर आज चाहिँ चाउमिन पार्टी छ हाम्रो घरमा। चाउमिन ल्याएँ, तरकारी ल्याएँ मजाले, अनि तातो पानी बसालिदिएँ यतातिर। तरकारीलाई मजाले कट गरिसकेँ। तरकारी चाहिँ अलिक धेरै हाले कि राम्रो हुन्छ है, घरमा खानुको मजै यो तरकारी अलि धेरै हालेर खान पाइन्छ। बन्दाकोपी, प्याज, सिमला मिर्च, मसरुम, सबै मसरुमलाई चाहिँ फ्राई गरेर हालेको छु, मिठो हुन्छ नि त। त्यही भएर यतातिर चाउमिन बोइल भइसकेको छ। त्यसपछि यसलाई चिसो पानीले धोएँ। चिसो पानीले धोएपछि चाहिँ मजाले फरफराउँदो हुन्छ क्या, त्यही भएर तेल तातिसकेको थियो। तेलमा मजाले प्याज एकछिनसम्म फ्राई गरेँ। अलि रातो रातो भएपछि चाहिँ सिमला मिर्च, टमाटर, बन्दाकोपीलाई मजाले पकाएँ। मलाई चाहिँ तरकारी एकदम पकाएको मनपर्छ, त्यही भएर एकछिन पकाएँ। नुन बेसर हालिदिइसकेको थिएँ पहिल्यै। अनि त्यसपछि मजाले एकछिन मसरुम हालेर पकाएँ। एकछिन मसरुमलाई पनि त्यसमा नुनसँग मिसियोस् भनेर पकाएँ। मसरुम त बिर्सिनु भएन मसरुमवाला चाउमिनमा। अनि चाउमिनको पालो। त्यसपछि चाउमिनलाई चाहिँ मजाले सोया सस, चुक, अमिलोको लागि चुक त हाल्नै पर्यो नबिर्सिएर हालेर मजाले चलाउनु चाहिँ मलाई एकदम गाह्रो लाग्छ कि राम्रोसँग चल्लिएन, यो चलाउन सकिएन भने मिठै हुँदैन कि, मोलिँदैन नि त राम्रोसँग। त्यही भएर राम्रोसँग कोही बेला केले जे छ त्यसैले चलाउँदै पाकिसकेको थियो। यत्तिको भएको थियो, देख्दा चाहिँ यत्तिको थियो, खाँदा चाहिँ योभन्दा झन् मिठो थियो साथीहरू। 2 भाग लगाएँ। ओके, भेटौँला अर्को भिडियोमा, बाई।